गाइज यति धेरै वर्ष भइसक्यो यो ठ्याक्कै कुर्चेनीको भिर भनौँ बाँको भिरमा यस्तो छ अवस्था। यो बाटो हेर न पहिला कस्तो थियो, अहिले यस्तो बाटो बनाइदिया यो सिधै महाकाली देखिन्छ। यहाँ यो जीर्ण अवस्थामा रहिसक्यो यो बाटो पनि। पहिला बनाएको यहाँ पुरै भत्किसक्यो। यस्तो छ बाटो, यो भिर छ। यो भिर अहिलेसम्म यो रोडको भिर हो, अहिलेसम्म काट्न सकेको छैन। यो पुरै भत्केर जीर्ण अवस्थामा छ। यो मान्छे कतिखेर कहाँनिर जाने हो थाहा छैन। यहाँबाट चिप्लियो भनेपछि सकियो, उसको लाइफ ड्यामेज भन्दाखेरि पनि गयो क्या। यो सिधै तल महाकाली देखिन्छ उ त्यो। यो इन्डिया यो नेपाल होइन, यो जोड्ने पुल हो। यो ठ्याक्कै माथिपट्टि भिर छ। यस्तो बाटो छ, यस्तो जटिल अवस्थामा रहेको छ बाटो। यो भिर कहिले हो, यसमा यो भिरमा कहिले रोड काटिने थाहा छैन। स्थानीय प्रशासनको नजर ध्यान अहिलेसम्म गएको छैन। यस्तो अवस्था छ बाटोको, पुरै डेन्जरै छ भनौँ। अगाडि देखाउँदै गर्छु म, हेर्नु होला। यो यस्तो छ अवस्था। यो पुरानो पहिलेको बाजेदेखिको पालाको पहिलेदेखिको यो आफैले हातले कम्मरमा डोरी बाँधेर सब्बलहरू प्रयोग गरेर काटेको यो बाटो हो। त्यस्तै छ उता झन् जोड्ने बाटोमा डोजरले काटेर पुरै हिँड्नै नसकिने अवस्था छ। हाम्रो गाउँका अङ्कललाई पनि ल यो यसो भिरको बारेमा यसो भनिदिनु पर्यो। के छ के भन्ने, मैले कतिचोटि भन्नु के भन्नु होइन। यो ठेकदार जति पनि आयो डाङ्गाई मुला हुन्, कसैले खन्दैन। यहाँ यस्तो जीर्ण अवस्थामा रहेको छ। यो पुरै चिप्लो छ होइन, हिलो छ। यहाँनिर चिप्लियो भनेपछि सिधा महाकालीमा पुग्छ होइन। पुगिन्छ कि नै? गाह्रो छ कि नै? अब यसको बारेमा के जति पनि नेताहरू आउँछन् आश्वासन दिन्छन्। अब चुनावको बेलामा अब फागुन 21 गति चुनाव छन्, पहिले आउँछन्, एउटा प्रलोभन देखाउँछन् अनि त्यसपछि जान्छन्। अब यो ठ्याक्कै माथिको बाटोमा होइन, भिरमा त्यहाँ पुरै बार हाल्नुपर्छ। त्यहाँ ढुङ्गाहरू लाउनुपर्छ। आउने जाने बाटो बन्द आयो भनेपछि यही भिरको बाटो हिँडिन्छ। अब यहाँ कहाँ जान्छ मान्छे थाहा हुँदैन। हस् अहिलेलाई लागौँ होइन, राम्रोसँग जानु होला। उकोमा लाइट भइरहेको छैन, उकोमा लाइट छैन जस्तो छ। अघि डिजे त बजिरहेको थियो, लाइट छैन। यस्तो छ अवस्था। यहाँसम्म रोड काटिदिया। अब रोड भनौँ पहिला पुरानो बाटो थियो, एकदम राम्रो बाटो थियो, हिँड्न सकिने बाटो थियो। त्यो रोड पनि भत्काएर, त्यो बाटो पनि भत्काएर रोड बनाउने भनेर यो हेर्नुहोस् ल अगाडि हेर्नु न। यहाँ पुरै यो पहिला यति राम्रो बाटो थियो, पुर्खौँले काटेको बनाएको बाटो थियो। त्यो बाटोलाई पनि यस्तो अवस्था बनाएर छोडिदिया ल हेर्न सकिन्छ। यो बाटो होइन, बाटोको पनि पुरै सखा पारेर यो रोडको नाममा यस्तो छ। अब के भनौँ, कस्तोरी भनौँ, यस्तो छ। अब हिँड्नै नसकिने छ अवस्था। के भनौँ यो रोड ल यस्तो छ। जहाँ माटो छ, अलि साना ढुङ्गाहरू छन्, त्यहाँ एकदम फराकिलो पुरै। यहाँ घाँस हुन्थ्यो माथि जङ्गलमा, त्यो पनि सखाप हुने गरी काटिदियो। अहिले आएर यस्तो छ अवस्था ल।